हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हामी टक्क लाएर यहाँ जोत्न आएको खेतमा हैन। अब कोदाको बिउ राख्ने भनेर हामी खेतमा आइरहेका छौँ। भाइहरूले जोतिरहेछन्। त मिलाएर जोते भाइ। अब चाहिँ नि आज आएको काम भनेको हाम्रो यता जोत्ने, अनि त्यसपछि यता छ चारवटा, अनि यहाँ तल छ दुईटा। अनि त्यति जोत्ने आज चाहिँ, अरू धेरै चाहिँ सकिन्न होला। अब हामी चाहिँ टक्क लाएर आजको हाम्रो भ्लग चाहिँ हामी यहाँबाट सुरु गर्दैछौँ, खेतमा आएर टक्क लाएर। हाम्रो सानो भाइको केही जाओस् न त, खोइ यता हेर नि त। ओए सानो भाइले जोतेको उहाँ छेउ लगाएन क्या केटुले। ल गोरुको नि टक्क लाएर हल मिलिरहेछ होइन। छेउको गोरु अलि पातलो छ, कुनाको अलि मोटो छ। भाइको कपाल खैरो छ, जर्सी रातो छ, अनि पाइ चाहिँ चुट छ। टक्क लाएर ओए खतरा भन्नु त भाइले। टक्क आजको हाम्रो दिन चाहिँ खेततिर, तर गर्मी चाहिँ लास्टै गर्मी बढिरहेको। कसले फुफु गर्छ अरे? गोरुले फुफु गर्छ। लाइक कमेन्ट गरिदिनु होला। हो अब मजा दिनभरि जोता नि त हुन्न। हल गोरु पनि टक्क मिलिरहेछ। यिनीहरूले आज मलाई जोत्नै नदिने हो कि कसो हो? यो सानो भाइको टक्क यो जोस हेर्न, जोस फेरि बिचैरो जोतियो क्या यसले त। ए कुनातिर फर्काइ हो त्यसरी, तँलाई त अनि गाह्रो भइहाल्छ नि। हलो अर्को के हो कि गर्यो भाइले गर्यो। टक्क लाएर हाम्रो चाहिँ गोरुहरूको हल मिलिरहेछ। तर के हल्दाइ के हलिदाइ दुईटा कुरा भन नि त। भन न पहिला भन्न। लाताले हान्छ क्या गोरुले। छेउ होइन क्या कुना भन्न यार। यसले त त्यहीँ जोत्यो क्या। ए हाम्रो भाइले चाहिँ यहाँ होइन टक्क लाएर खेतमा आएको आज हामी। ए भयो तर खतरा जोति जोत्न त हलो नभएको चाहिँ भाइ। त्यसो गर्नै पर्दैन। टक्क लाएर अहिले चाहिँ म त पानी खानु लाग्यो। पसिना भइयो। धेरै वर्षपछि जोतियो, 2-3 वर्षपछि। तर गाह्रो हुँदो रहेछ, केही छैन, पानी खाँदै जोत्दै। सानो भाइले के भन्छ? भन नि त सानो भाइ। हलो उताल्न सक्दैन, हलो जोत्ने भन्छ। अब के भन्ने सानो भाइलाई यार। तर केटाको आँट चाहिँ हो कि होइन। यस्तो डल्ला आछ खेतमा चाहिँ। सानो भाइले के बिगारेको?
त्यतिको बिगारेन होइन गाडी पर्नु अनि राजेश दाईको बारेमा केही भन नि त दाइले राम्रो जोते खान् कति नचल्के हामीहरूको कपाल परिरहेको छ हाम्रो राजेश दाइले जोतिरहनु भएको छ लाइक कमेन्ट अनुरोध गर्दछु भन्न नि ओ ठीक छ नि त एक नम्बर हो कि त्यो भन्न दाम भइदिरा साथीहरु भित्र चाहिँ केही छैन सिक्स प्याक देखाइदेऊ नि त तिम्रो ल भाइ सिक्स प्याक देखाइदेऊ नि त सानो दाइले कस्तो जोति खान अरे एक लाइक जस्तो दाइको जोताइलाई के भन्छु तिमी सानो भाइ तिमी दाइको जोताइलाई राम्रो भन्छु हट बिल्कुल नै त बिर्सेछ नि त यता छ नि त भाउजूलाई अब दाइकी बुढी तेरि भाउजू तैँले भाउजूलाई कतिको सम्झे जस्तो नि थाहा छैन हुन्छ धेरै मिस गरेको भन्न यो भिडियो बारी भ्याइनेर लागिरहेको छ सबैजना सुनिदिनु होला र हेरेर लाइक कमेन्ट गरिदिनु होला पुरा हेरिदिन अनुरोध गर्दछु ओ यस्तो खतरा भन्देऊ कि तिमीले सानो हाम्रो बडोहरूले चाहिँ मिलाएको छ थाहा अनि भाउजूलाई यता छ नि त राजेश दाइले बिहा दिएछन् अब राजेश दाइ कि साली खायो त जत्रै अनि चाहिँ सालीलाई तान लिने कि निशान दाइले मैले त सानी भयो तिमीले लिने निशान दाइ किन भाउजू आउँदै हो भाउजू जापान सबैजना निम्तोमा आइदिनु होला भाउजू जापान छन् अब जापानको केही खाने भयो भन है बाइक लिइदिनु बाइक त दाइलाई अब भाउजूले जापान लाने अनि त्यही दाइकै बाइक राख्यो भने त स्कुटी ए बाइक बेचेर स्कुटी ल्यायो भने हाम्रो अरू भनेको छ भन्नु अहिले अर्को गर्दै देखाइदिउँ ल हात्ती नभएको मासु नभएको गोरु भन्नु घिउ हरा सबै हरा ल्याएर मोटो बनाउनु के तल हातको गोरु कस्तो हाल्यो मासु नभएको गोरु है आदि भएको दाइले धन्न गाह्रो भएको छ छेउमा अलिक गोरु रेल जस्तो दिने भन् लानी भयो 100,000 दिन अनुरोध गर्दैछु 1 लाख भन्न 1 लाख कता थालेर दिने भन्दा त्यहाँभन्दा माथि तल दिन हामी सकिन्न 1 लाख फुल हो यो हुन्छ के त दाइको भुँडीलाई के भन्न चाहन्छस् त नि थ्याङ्क यू ल बोल भने खतरा रे जति सानो सानोलाई रिसै उठ्यो सानो सिक्स प्याक देखाइदेऊ नि त तिम्रो साथीहरूले फेरि जुवा फर्काउनु छ मैले यो तीनटा गरा चाहिँ हिजो अनि तल्लो अनि उताको चाहिँ जोते होइन अरू चाहिँ मैले उता जोत्न लागेँ टक्क लाएर सकिनँ डल्ला धेरै आयो गोरु भागेँ अनि त्यहाँ पछि मैले गोरु चाहिँ वहाँ चर्न लगाइदिएछु गोरु चाहिँ मजाले चरेछन् दुईटा अनि म चाहिँ टक्क लाएर यहाँ फेरि ल्याएर बसेँ गरिखान्छ हिँडेर छ साथीहरू
जोतेर चाहिँ सकिँदो रहेछ त्यही भएर जोत्न थियो जोत्न सकिँदैन तामा एउटा भयो बिहानमा जोत्यो दिउँसो चाहिँ गोरु चराउनु सकिँदो रहेछ सकिँदो भएन पानी पनि आएको छैन बसिरहेको छ गोली खान नसक्ने भयो जोत्ने भनेर आएको मस्त गोरु चराएर त छन् चरिरहेछन् चाहिँ दुई तिनवटा छ नि अब चाहिँ नि जोत्न नसकेपछि एकछिन गोरु हेर्छु अनि घरतिर दौडिन्छु अरू उपाय छैन अरू उपाय नभएपछि जोत्न नसक्ने भएपछि टक्क भएर घरतिर जानु पऱ्यो एक्लै आयो अरू त भाइहरू थियो अन्त म एक्लै छु रियाक्सन के हुन्छ त्यो हेर्नुपर्छ पाकिहाल्नु कहाँ त्यो बस्नु टक्क लाएर अहिले चाहिँ भैँसीलाई पानी सानी हाल्यो जे होस् पानी त्यो त चाहिँ बाख्राको खोरो होइन यो चाहिँ भैँसी छ यसलाई चाहिँ टक्क पानी हालेपछि म चाहिँ बल्छी बिहान जान्छु भाइहरू के कस्तो खेल्दो रहेछ अनि गोरुलाई नि घाँस हाल्नु छ अलिकति गोरुलाई घाँस हालेर भैँसीलाई घाँस हालेर म चाहिँ टक्क बिरानतिर जान्छु भैँसीलाई पनि हाल्यो गोरुलाई हाल्यो अब बाख्रालाई चाहिँ ल्याएर चापाट हालिदिन्छ त्यसलाई खाएपछि चाहिँ आनन्द हुन्छ टक्क लाएर भैँसीले खायो त्यो त्यति मोटो चाहिँ छैन राम्रो छ केटो